All right guys, we are back again with another reaction video. आज चाहिँ हामी जलन ब्रोको भिडियो रियाक्ट गर्न गइरहेका छौं र भिडियोको टाइटल रहेको छ बालेन शाह एन्ड सुदन गुरुङ डेडली डुओ। यिनीहरु दुई जनाको अब बोल्ने शैली, काम गर्ने शैली हैन, अनि त्यो इन्टरभ्युमा भन्ने एन्सर दिने शैलीहरु लगभग उस्तै छ नि त, स्याभेज दिने पारादेखि लिएर। त्यही भएर पनि डेडली डुओ भनेर यो भिडियो बनाएको हुन सक्छ है जलन ब्रोले। उहाँको भिडियो एकदमै दामी हुन्छ, त्यही भएर ढिलो नगरिकन हेर्दै गफ गरौँ। कस्तो राम्रो लाग्यो मलाई। राम्रो लागिहाल्छ नि। मलाई नेता बन्नु छैन भनेको मान्छेले गृहमन्त्री पड्काएपछि पानी बाँडेको 6 महिनामा चाहिँ सुरुमै बेइज्जत हान्दियो त। भन्दै थियो नि त सुदन गुरुङले, मलाई कुनै मन्त्री सन्त्री चाहिन्न भनेको मान्छे एकैचोटि गृहमन्त्री। ए बाबा, त्यसले गृहमन्त्री पड्काएपछि पानी बाँडेको 6 महिनामा चाहिँ गृहमन्त्री पानी बाँडेर पो गृहमन्त्री भइदो रहेछ। बिजुवा ऋषि धमरा अङ्गाल मार्दै हुनुहुन्थ्यो दुनियाँलाई। अनि महेश दाइले बालेन शाहलाई के भन्दै हुनुहुन्थ्यो? बालले प्रधानमन्त्री बन्छु भन्ने कुरा चाहिँ हास्य कलाकारले चाहिँ हास्य सिरियलमा भनेको अभिव्यक्ति जस्तो मात्रै हो। हेर्नु त दाइ, अहिले आएर हजुर पो हास्य कलाकार जस्तो हुनुभयो त। भयो हाम्रो चाहिँ नेपाल ट्यापे महासङ्घ भन्ने एउटा संस्था छ के। त्यो संस्थाको नाम हो नेपाल। नेपालको प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुदन गुरुङ। त्यही भन्दैछन् सबले। बालेन शाह र्यापर भएकै कारणले ट्यापे ट्यापे भन्छन्। ट्याप खाएर र्याप हान्दै हिँड्छ। ट्यापे रापे महाशाला यस्तै र्यापे ट्यापे। अब सुदन गुरुङलाई पनि ट्यापे भन्न थालिसक्यो। कसरी हो गर्छ। कसको बानी हुन्छ? मेरो बानी नै यस्तो छ के। नाक बजाउनेको पनि अर्थ हुन्छ। के अर्थ हुन्छ भन्नुहोस् त? यस्तो टान्नेले मात्रै नाक बजाउँछ। कुरो बोल्नु नि। के कुरा गरेको तपाईले? अब कुन दिनले किन सास फेरि भन्दा पनि बेर छैन। बेर उहाँले छैन। नाक मात्र होइन, बिट पनि बजाउनुहुन्छ। देशी हो नि त। अनि त्यो बिटमा बालेन शाहले र्याप हान्नुहुन्छ। अब है। देशको रक्षा गर्ने जति सबै चुटिया छन्, नेता जति सबै चोर देश लुटिखा छन्, आमाको साडीमा कटु सोची मुटिरा छन्, खाने बेला एक गर्ने बेला फुटिरा छन्, काङ्ग्रेस एमाले माओवादी। हवलदार हुन योग्य नपुगेको एउटा भाइ। हवलदार हुन योग्यता नपुगेको भनेर हेप्न खोज्नु भएको होला होइन? शेयरमा लगानी कति रहेछ थाहा पाउनु भयो होला नि? अचम्म लाग्दैन हजुरलाई? पढ्न लेख्न नसकेका यी चाहिँ कलेज बङ्करहरू हुन्। सुदन गुरुङको राजनीतिक परिपक्वतामा तपाईहरुलाई प्रश्न आउला। त्यस्तो राजनीति गर्ने मान्छे होइन नि त, हामीलाई थाहा छैन नि त। तर सुदन गुरुङ यो देशलाई माया गर्ने छोरो हो, मलाई त्यसमा अलिकति पनि शंका छैन। नरहे नेपाल, नरहे नेपाली, नेपाली नेपाल रहे नरहे खोइ के भन्छ नि। यसको बारेमा एउटा गीत गाइदिनुस् त। नेपाली हामी रहुला कहाँ, नेपालै नरहे। स्वर पनि मेरो गेडा जस्तो सब फटाहरू हुने। के कुरा गर्नुहुन्छ? सुदन गुरुङ भनेको जेनजीको लिडर हो। 38 वर्षको सुदन गुरुङ चाहिँ जेन्जी हो। अनि 51 वर्षको सूर्य थापा चाहिँ जेनजी हो त। 51 वर्षको भरभराउँदो युवा हो। चल्कलाउँदो। हजुर 51 वर्षको जेनजी हो भने 38 वर्षको सुदन गुरुङ पनि जेनजी हो त। त्यस्तो हुतिया र कायर पनि जेन्जी हुन्छ। कायर सुदन गुरुङले बोलेको काम गरेको देख्नु भयो? हरेक भ्रष्टाचारीको घरबाट एक रुपियाँ निकाल्छु, तिनीहरू तान्छु, ल्याउँछु, देखाउँछु, संसारले थाहा पाउँछ नेपाल कसरी परिवर्तन हुन्छ भनेर। भयो नि उहाँले बोलेको। आन्दोलन हाइज्याक गरेर अहिले ठुलो कुरा गर्दैछ। त्यो त हाम्रो त पुच्छरमा लागेको झिङ्गा हल्लाउने हो, त्यसको हैसियत पनि छैन। हजुरहरूको पुच्छर पनि छ। आफूले आफूलाई पुच्छर भन्न खोजेको त होइन नि। गोली खाएको भाइहरूको कसम खान्छु कि म कसैलाई छोड्दिनँ। एक छोड्दिनँ, दुई छोड्दिनँ, तीन छोड्दिनँ। तिम्रो बाबुको हिम्मत छ भने केपीओलीलाई गिरफ्तार गर। यो कहाँ लुक्यो यार यो मान्छे? एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन्। पक्राउ परेका छन्। प्रहरीले ओलीलाई आगै स्वाद। भक्तपुरबाट आज बिहान पक्राउ गरेको हो। सिद्धियो त्यो, सिद्धियो। ताली बजाउनु सबैजना। तिम्रो बाबुको हिम्मत छ भने केपीओलीलाई छोएर देखाऊ, देशभरि आगो बल्ने छ। केपी ओलीलाई छुने मात्र होइन, समातिसक्यो यार पुलिसले। खै त आगो बलेको। एमाले आगजनीको बदला आगजनी गर्दैन। कस्तो कुरा गर्नुहुन्छ यार? हजुरले त अझ सुदन गुरुङ अचार बन्छ भने होइन? सुदन गुरुङ चाहिँ अचार बन्छ। खै त अनि अचार बनाएको कि एमालेसँग दम छैन यार? सुदन गुरुङ भन्नेलाई घिसार्न पर्यो भने एमाले चाहिँ 2 दिन पर्खिनु पर्छ भने। अहिले पनि नेपाली जनता एमालेको लागि चाहिँ सडकमा आउँछ र भने किन आउँदैन? हेर्नुस् काम नपाएर यहाँ आन्दोलन गर्न आएको हो, एकदम हल्ला गर्न आएको हो, रमाइलो। काम नपाएर हल्ला गर्न रमाइलो गर्न आएको रे। यस्तो सत्य पनि बोल्नु हुँदैन क्या मिडियामा। पार्टीको बेचेर हुन्छ। यस्तै छ, बालेन एकदमै राम्रो गरिरहेको छ। एमालेको झन्डा बोकेर कसको सपोर्टमा बोल्ने हो, कसको विरोधमा बोल्ने हो पनि थाहा छैन। बरु यो बहिनीबाट सिक यार तिमी। ए भाग। पढ़ने निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए। लेकिन नहीं, पढ़ाई लिखाई में ध्यान लगाओ, आगे आईएएस वही बनो पढ़ो। और देश को संभालो। बहिनी तिमी चुप लागेको छ।
एमालेमा त अनि गुन्डाहरू मात्रै छन् भन्थे त केटाकेटी भएर देख्छु मैले डनहरू आउनु पर्यो के हो यस्तो जङ्गी केटाहरू आउनु पर्यो कि अलिक पर्सिन्छ नि त जबसम्म केपी ओलीलाई रिहाई गरिन्न तबसम्मलाई हामी छोड्नेवाला छैनौँ एउटा राष्ट्र बनाउने राष्ट्र पितालाई यस्तो गरेछन् भने कास्टिङ है फिल्म होइन फिल्म आउन बाँकी छ हाम्रो पार्टी अध्यक्षलाई सुनाउने गृहमन्त्री सुदन गुरुङहरूलाई बालेनहरूलाई चेतावनी हो What the fuck will you do? जे पनि हुन सक्छ जे पनि हुन सक्छ भनेर खुलेआम धम्की आयो त जसले गृहमन्त्री सुदन गुरुङलाई मार्छ त्यसलाई 30 लाख रुपैयाँ दिन्छु भन्दै गुण्डा नाइके सानो भाइ भनिने व्यक्तिले सामाजिक सञ्जालमा कुप्रचार गरिरहेको छ त मर्छस् है ठिकै छ छोड्देऊ मरे मरिन्छ नडर है मर्न म त लड्ने हो म त मर्ने नै हो कहाँ मार्ने लड्ने कुरा गर्नु ज्यादा है भेडा जस्तो मूर्ख नबन्नु न देश जबसम्म चेन्ज हुन्न परिवर्तन म यस्तै हो भेडा हो हानेकै गर्छु म हिजो मिनरल वाटरको बोतल कता बाँड्दै हिँडेको थियो र त्यो आन्दोलन हाइज्याक गरेर अहिले ठुलो कुरा गर्दैछ कसैलाई छोड्दिन आफू सुरक्षित भएर हिँड्न बाबु रिपोर्ट क्लबबाट भागिरहेछस् कुटै खाइरहेछस् अनि तैँले ठुला कुरा गर्छस् म त लड्नेवाला छु तँलाई त मेरो टोल कमिटीको एउटा सामान्य मान्छेले तँलाई सम्झाएर हिसाब राख्छ भाउ त धेरै ठुला कुरा नगर भोगटे खानुपर्छ त्यस भनेको हेर्न मन छैन रे महेश बस्नेतलाई बनाउन सक्ने भइदियो अहिलेसम्म त्यसका बाहरूले तिनीहरूका ठुलो बाहरूले के हेरेर बस्या त अहिलेसम्म नेपाल भन्ने खत्तम देश जहाँ गयो भने हाम्रो पासपोर्ट नेपाललाई हेप्छ यार नेपाल वीर गोर्खालीको देश हो भनेर एउटा इज्जत थियो हाम्रो हामी गोर्खालीहरूको कति फेम छ के भने अरे त्यो एउटा अर्जेन्टिनाको कसले गोर्खाली आयो भने त म केही गर्न सक्दिन भने अरे खै त्यो इज्जत कहाँ गयो देश विकासको टाइम आएको छ अब सबैजना मिलेर देश बनाऊँ क्या सबैजना मिलौँ नेपाल मिलेर विकास गर्ने हो गृहमन्त्री राजीनामा दे नेपाल मिलेर विकास गर्ने भन्दै हुनुहुन्छ गृहमन्त्री राजीनामा दिए बेउरै छैन नि त हाम्रो त फेरि खुट्टा तान्ने त कस्तो छन् नेपाली त्यही भएर त विकास नभएको हाम्रो यहीँ छौँ हामी सुदन राजीनामा दे ए चुप लाग्नु न ए चुप लाग कहिले पनि विकास हुन्न जस्तो लाग्न थालिसक्यो यार नेपाल बिचरा राम्रो काम गरिरहेको थियो है कस्तो लौडा छन् न साथी हो देशमा मान्छे यस्तै भेडाहरूले जिनियस केटाहरूलाई रोक्छ है रोक्छ त्यही भएर खोडा हान्दै गएर सबलाई खुकुरी हान्नुपर्छ माछी हुँदैन त्यो तैँले तिनीहरूलाई खुकुरी हानिनस् भने कसरी देश बनाउँछस् माछिने खुकुरी हान्दै सबलाई माछिने गोली खान्छ जो फर्स्टमा आउँछ त्यसले हिउँ नबस है तिमीहरू माथि आएर सबले गोली खानेवाला छ अब हान्नु निक्लेको गोली सबैभन्दा सुरुमा यो छाती चिरेर निक्लिनु पर्छ भनेपछि केपी ओलीको लागि छातीमा गोली खाएर मर्न तयार होइन केपी ओलीले देशमा त्यस्तो के परिवर्तन गर्नुभयो र मर्न तयार हुनुभएको शर्मा ओलीज्यूले गर्नु भएको छ परिवर्तन केपी ओलीले होइन तिमीले चाहिँ आफूलाई परिवर्तन गरेछ बालेन एकदमै राम्रो गरिरहेको छ बालेन चोर हो एमालेहरूले सबैले मानेछ बालेन विदेशी दलाल बालेन ट्यापे विदेशी दलाल सुदन गुरुङ पनि ट्यापे विदेशी दलाल सुदन गुरुङ नेपाली हो म नेपालको छोरो हो कहिले भारतीय भनेको छ कहिले बार फाउन्डेसन फ्री टिबेट भन्छ माथिल्लो गोर्खा तिब्बतसँग जोडिएको ठाउँमा यसका पुर्खा आएका हुन् यसको नागरिकताको विवाद के हो टिओबीसँगको संगत के हो हामीले नजिकबाट हेरेको सुदन गुरुङको हातको ट्याटुमा टिओबी छ अनि बाजे अनमोल केसीको हातमा पनि टिओबीको ट्याटु छ भन्छ नि होइन होला खै संगत के हो यो कसरी विदेशीहरूको दलाल भएको कसरी लान्छ विदेशले एसपीपी पास गर्नु र अमेरिकी सेना ल्याएर यहाँ स्थापित गर्नु त्यो विदेशीले लानु होइन त के हो र अनि यो एसपीपी भने चाहिँ के हो दिदी मलाई बुझाइदिनुस् न एसपीपी भनेको तपाईको भन्दैछु मैले अनि त्यो लामो भन्नु पर्दैन बरु एसपीपी को फुल फर्म के हो त्यो चाहिँ भनिदिनुस् न बरु फुल फर्म छिटो भन्नुस् न पक्नु कस्तो छ छिटो भन्नुस् न भन्दैछु के प्रोग्राम के प्रोग्राम भन्छ के यसलाई कस्तो हैन हजुरलाई एसपीपी को फुल फर्म आउँदैन कि के हो एसपीपी को फुल फर्म नि आउँछ तर पेटमा छ मुखमा आएको छैन त्यसको दिदी म हजुरको पेटमा एक लात हान्छु अनि मुखबाट निस्किन्छ हुन्छ अब कस्तो कुरा गर्छ अनि एसपीपी को फुल फर्म पेटमा छ भन्नुहुन्छ निकाल्नु पर्ने त मुखबाट मेरो देश बचाइदेऊ पहिला हजुरलाई चाहिँ बचाउनु पर्ने भयो क्या कसरी रात मोटैटीका साटिएको छ यिनलाई त दिनु दियो पैसा टन्नै पाइनु होला के नभए यस्तो आएर को चिच्चाउँछ अरे यार फोकटमा मलाई गोली हान म मर्न तयार छु कसले भन्छ होइन आफ्नो बेइज्जत गरी यस्तो मिडियामा आएर र्यालीमा त त्यति त कोही पनि आउँदैन पक्कै पनि राम्रै डो पाइछन् यिनले के बोले दिदी यार घडी बालन शाहले बलात्कार गर्यो भन्नुहुन्छ क्या बक रहे हो मादर बालन शाहले बलात्कार गरे हो भने के हेरेर बसिरहेको त मुद्दा हाल्नुस् न बालनले मेरो बलात्कार गर्यो भने त्यो भिडियो मेरो पुरानो अहिलेको भिडियो होइन त्यो भिडियो 2079 साल बालन शाहले 2079 सालमा बलात्कार गरेको त्यही भन्न खोजे हो नि हैन कहिले भने मैले पागल निगेटिभ के बोले त्यही त आज भोलि उहाँको सागपात किन बिक्री हुँदैन भनेको त यस्तो जे पाइदै बोल्नु हुँदो रहेछ अनि कसले किनिदिन्छ त साग
ए तरकारी बेच्ने हो नि अर्ग्यानिक साग हो हेलो भाइ यही छ एकदमै जेन्युन रिभ्यू दिनु पर्दाखेरि चाहिँ मलाई भिडियो ठिकै लाग्यो त्यति खासै पहिलाको जस्तो राम्रो लागेन है जेन्युन रिभ्यू दिनु पर्दाखेरि चाहिँ किनकि हुन त यस्तो पनि हुनसक्छ मैले सबै क्लिपहरू पहिल्यै देखिसकेको थिएँ रियाक्ट गरिसकेको हो होइन सबै देखेको जति भयो नि त त्यही भएर पनि खासै त्यस्तो मजा नलागेको हुनसक्छ नत्र जलन ब्रोको भिडियो लगभग सबै बबालै हुन्छ होइन त्यो त सबैलाई थाहा नै हो भनिराख्नु पर्दैन यो भिडियोमा खै के भयो खासै त्यति मलाई के भन्ने अब त्यस्तो वाउ टाइपको लागेन अब ठिक लागे ठिक भनिदिने हो बेठिक लागे अथवा मन परेन भने मन परेन भनिदिने हो सिधा कुरा हो किनकि जेन्युन रिभ्यू दिनु पऱ्यो नि त अब आएर त्यत्तिकै भिडियो हेऱ्यो दामी छ भनिदिने कुरा नै भएन त्यही मैले भनिहालेँ रिजन त्यही कारणले होला मलाई मन नपरेको ठिकै छ अब हजुरहरूलाई चाहिँ के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्टमा छोड्नु होला साथसाथै च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब सेयर पनि गरिदिनु होला भन्दै आजको लागि चाहिँ म बिदा लिन चाहन्छु साथीहरू सी यू इन माई नेक्स्ट भिडियो